कुंडी मत खड्काओ राजा सीधे अंदर आओ राजा। के छ प्यारा मुटुका टुक्राहरू के हुँदैछ? फेरि आइसक्यौ तपाईँ माझ। सिधै सुदूरपश्चिमबाट कसा छौ निकाय होला के हुन्न आज कि नै रावण हो पनि हो नमाइसीको मात्र दिनु पर्यो नि कसमा। आज फेरि है कहाँबाट त? रुमबाट सिधै रुमबाट। यो हाम्रो बेड रुम टुर गराइदिउँ। रुम टुर भयो अस्ति इजाले पठाइदिएको छन्। यहाँमा आलु छन्, देखा त आलु। पहाडको आलु है, पहाडको। पोलेर खान लास्ट मजा आउँछ यिनीहरूलाई। अरू चिज पनि देखाउँ। अरू के पठाएको छ देखाउँ। खाने हो, खाने भए सम्पर्क गर ल। लास्ट टेस्टी हुन्छ नि फेरि। आफै खा ल्याउन एक गेडो टेस्टी। फतराट छ सराट बरबडा फरराट चाहिँ खायो। मजा आइदिने भयो। आज भ्लग रुमबाट किनभने बिहान उठ्न सकिएन, एकदमै निन्द्रा लागिरहेको थियो। कम्फर्ट जोन भन्ने कुरा हुन्छ नि, मार्छ के मान्छेलाई। कम्फर्टबाट निस्क्यौँ है, सुत्न मन लाग्यो सुत्दिएँ। अनि त्यसको चक्करमा के भयो, आज क्लास छुट्यो पहिलो कुरा। दोस्रो कुरा आज भ्लग पनि छुट्यो नि त। अहिलेको रुममा बनाउनु पर्छ। मुटु कलेजा छुइदिने क्या, अर्ग्यानिक माल हो नि त, कडक्के त्यस्तो भइरहेछ। एक हिसाबले दिनहरू सबै कुरा ठिकै पनि चलिरहेछ, एक हिसाबले सोचौँ भने वा लागिरहेछ। के हुन्न आज पनि हो, हुन्न आज कि नै रावण हो भनिहाल्नु न दुई चार कुरा। बजाङ्गे भाषामा बोलु, प्योर बजाङ्गे बोलु। म त बुझ्दै होइन, छोड्दै। को यो कहीँको चेलो हो भन होला, फलासम्मको चेलो हो। आज बिहान उठेदेखि दायाँ हात चिलाइरहेको क्या धत्केला। मैलाई भनिरहेको थिएँ चेपै खाइ केही भइचालो। तुलाई त मुझेउलो मुलाइको चेप दियो। मेरा त हात खुट्टा अगाडि चढबड बढेको त। टमाटर दुई चार कुरा दिएन। के थियो भन्नु, अस्तिको एउटा त्यो लभ स्टोरीवाला भिडियो सुनाएको थिएँ नि मैले। लभ स्टोरी त के भन्ने हो, त्यस्तै लभ स्टोरी हो न त। हो लभ स्टोरी हो। कुनवाला? अस्ति अपलोड गरे भिडियो, अस्तिको रुमवाला। 100 भ्यू पुग्यो भन्दैछ नि। लभ स्टोरी। म त त्यो 100 भ्यूलाई 100 भ्यूले हेर्दैन नि फेरि। म त 100 जना इमेजिन गर्छु ट्याक्क। अनि 100 जनाको टोली कस्तो हुन्छ हामीलाई घेर्यो 100 जनाले। ल तर कस्तो 10 त यति हुन्छ भने यसमा अरू 10 छन्। सोच अब 100 जना हातले तडा हाल्यो भने कस्तो होला। एक कमेन्ट कसैले गर्दै पनि 10 भ्यू आए पनि रमाइलो लाग्दै रहेछ के, मजा लाग्दै आफूलाई। मजा आउँछ। ठिकै हो नि, 10 जनाको मन जित्नु पनि ठुलो कुरा हो नि यार। धेरै हो नि 10 जना भने। अनि मान्छे कमाउन कति गाह्रो छ। मलाई चाहिँ जिन्दगीमा सबभन्दा अप्ठ्यारो लाग्ने भनेको मान्छे कमाउनु। जुन मान्छेले आफ्नो जिन्दगीमा मान्छे कमायो नि, बस तपाईँले लाइक गरिदियो, सब्सक्राइब गरिदियो, कमेन्ट गरिदियो, सेयर गरिदियो, नमाइसीको माया देखाइदियो, ल्याउने भन्यो हुनुभयो नि त। कसो राजा ठिक छ। अस्तिको भिडियोमा मेरो साथीले 2 शब्द सुनाएको थियो, आज 4 शब्द सुना न। सुना त पुरा सुनाएको थियो त आज। त्यो कविता जस्तो सायरी जस्तो के सुनाएको थिएँ नि मैले। कविता जस्तो सायरी जस्तो। चस्मा लगाएर सुना। नाइ चस्मा नलगाएरै सुना। आई टु आई कन्ट्याक्ट हुनु पर्यो। सुना त। अस्तिको शीर्षक उसो यो मोबाइल छ बाबु नाचेलाई दिनु ठाउँ। ल
कस्तो कि जस्तै अब हाम्रो त सम्बन्ध छुटिसक्यो हुन् त। सम्बन्ध छुटिएपछि चाहिँ मेरो कल्पनाको कुरा जस्तै ऊ फर्केर आयो भनेपछि त्यो टाइपको सम्झनामा लेखेको थिएँ मैले। केही पल तिमी फर्किँदाको मेरो कल्पना बस शीर्षक हो। अब अलिक कोसिस गरे हुँ, लेखक त म होइन, त्यति नै कहिलेकाहीँ रड्याउनु भइदिन्छु म पनि। रड्यान त धेरै उता नभएछ है। ल प्रेम माया ल सुरु गऱ्यो है त। गरम गरम। फर्की फेरि मेरो मायाको शीतल सहारी मुनि थकाइ मार्न तिमी आयौ। बेर सबेर घाम पानी हावाहुरी वियोग पन्छ्याउँदै तिमी आयौ। बसन्त ऋतु झैँ सम्झनाको कोसेली मिठा यादहरू बोकी तिमी आयौ। बसन्त ऋतु झैँ सम्झनाको कोसेली मिठा यादहरू बोकी तिमी आयौ अनि मेरो मनले आफ्नै सहारी मुनि शीतलता पायो। हाम्रो सम्बन्धको कहानी मनले मेरो मनमै गुनगुनायो। अनि सम्झे तिमी त पराई भइसक्यौ, पीडाले फेरि मेरो मन रुवायो। प्रिय म त गुनासो भन्दा नि मायाको यादहरूमै रमाउने गर्छु। विपनामा असम्भव सपनीमै तिम्रो अङ्गालोमा हराउने गर्छु। तिम्रो कहानीमा तिमी सही, मेरोमा म समयलाई दोष लाउँदै चित्त बुझाउने गर्छु। यो लास्टको लाइन चाहिँ मेरो फेभरेट हो है। तिम्रो कहानीमा तिमी सही, मेरोमा म समयलाई दोष लाउँदै चित्त बुझाउने गर्छु। समयलाई दोष लाउँदै चित्त बुझाउने। न दोष तिम्रो न दोष मेरो, दोषी केवल समय थियो। ठिकै हो, समय अनुकूल भइदिएन नि त। समय अनुकूल भएको भए त सबै राम्रो हुन्थ्यो नि भन्ने। याद त आउँछ, याद नआउने होइन। ऊ पछि चाहिँ कसैमा मनै लागेन क्या। 3-4 वर्ष भइसक्यो हाम्रो ब्रेकअप भएको। त्यही पनि अहिलेसम्म न आफ्नो बनाइन न कसैको हुने लायक नै छोडेर गइन् हो र। अब आफ्नो भागको सबै माया उसैमा लगाइदिए क्या। त्यसपछि माया भन्ने चिज नै रहेन। अनि कसैलाई मैले अब नपाए त होइन, इच्छै लागेन क्या कहिले के म गर्न सक्छु, म दिन सक्छु, मेरो मबाट हुन्छ त्यो कुरा भन्ने चाहिँ त्यो हुन्छ नि, त्यस्तो हुनसक्छ मबाट पनि भन्ने ममा विश्वास रहेन। अनि मैले कसैको चित्त दुखाउन चाहेन। मेरो साथीलाई फिल आएन कसैसँग। त्यस्तै हो, हाँस्दै जाउँ हँसाउँदै जाउँ, दिनहरू चाहिँ बित्छन्। ठिकै छ है। कति बज्यो टाइम? कति भयो साथी? 1:30 भइसक्यो है। अब एकछिनपछि भन्दा पनि अब अफिस जाने टाइम पनि हुन थाल्यो। हामी त इम्प्लोइ हो नि त। आइडेन्टिफिकेसन यसरी इम्प्लोइ हो बास। यस्तै छ। अब अफिस जाने टाइम हुँदैछ। धेरै कुरा कथा कहानी धेरै छन् सुनाउनलाई, व्यथा कथा जे भने पनि सुनाउँदै जाउँला। तम सुन्दै गया। लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिया। ट्याक्क अलिअलि माया देखाइदिया हैन। के कसो आउनु पर्यो आगामी दिनहरूबाट हामीबाट भनेर यसो कमेन्ट हानिदिनु पर्यो। त्यही अनुसारले यसो हल्का फुल्का चहल पहल दिँदै आउँला नि। आजलाई हाम्रो ल रामडो भइजान्छ कि तम्रा मायाले कृपाले दोस्त तम्रा कृपाले तम त मालिक भयो नि त। अब तमलाई दिनु बर्थडे भयो नि त नमाइसीको। आजलाई यति नै है त। फेरि भोलि हजुर माझ उपस्थित हुने बाचाका साथ अहिलेलाई चाहिँ बिदा चाहन्छौँ। माता सीता राधे राधे। राधे राधे।